You buy happy me? You been happy ma? Madam Aina, you happy ah? Sir, तपाईलाई पुग्यो हो? पुगिसक्यो? एकदम पुग्यो सबैलाई? ल, अझै चाहियो नि भन्नुस् है। पिएस सरले चाहिँ यहाँ पुरा काम गरिरहनुहुन्छ। एकछिन बस्नुहुन्न। नास्टी जात्तो मे? कसरी हो दाजु गर्ने केही हामीलाई टिप्सहरु दिनु न त। चेक स्टोर भनेको यहाँबाट तपाईले पोइन्ट लिनुभयो कि तपाईले यसमा सर्ने हैन। यहाँबाट एक लाइन गर्दै 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 चेक गर्दै तल झर्ने। अनि राजेशहरु के छ? राजेश कस्तो चलिरहेछ? ठीक छ नि हैन? अनि हाम्रो भक्त सर एकदम ठीक छ जी। भात खाएर फेरि बर्गर पोलेर बसिरहेको छु। ए खाइदिनु पर्छ सर। साइरा आए सपोर्ट दिस भिडियो। हाम्रो दाजु हुनुहुन्छ है। दाजु केही भन्नु छ यस भिडियोमा मलाई केही यो च्यानल सम्बन्धी केही भन्नु छ नि भन्न सक्नुहुन्छ है। भाइको च्यानलमा सबैले सब्स्क्राइब गरिदिनु। सबैले लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु। ओके थ्यांक यू दाइ। तपाईले यति सपोर्ट गर्नु भएकोमा तपाईलाई गरिदिनु होला। धन्यवाद। यो च्यानल प्रति केही भन्नु छ? मेरो केही छैन सर त्यस्तो। अब तपाईको च्यानललाई सबैले सब्स्क्राइब गरेर हैन पुरै भाइरल बनाइदियोस् भन्ने मेरो चाहना हो। यो च्यानललाई केही भन्नु छ तपाईले? अब हाम्रो दाइको नयाँ च्यानल छ, सबैजनाले माया गरिदिनु होला है। अनि कस्तो भइरहेछ? चेकिस्टर कस्तो लागिरहेछ अहिले? एकदम राम्रो है। अनि कति सकिदैछ अहिले? बल्ल स्टार्टिङ भइरहेछ हैन हाम्रो? एकछिन भयो। अनि के खाँदै हुनुहुन्छ त आज? आज चाहिँ हाम्रो यहाँ चाहिँ नासी भन्छ है। नासी भन्छ। यसलाई चाहिँ यो कुखुराको मासु हो। यसलाई यहाँ आयम भन्छ। यो भनेको काँक्रो यहाँ तिमुन भन्छ। तिमुन। यो चाहिँ खुर्सानी हो। यसलाई चाहिँ चिल्ली। अनि यता सरलाई चाहिँ अझ पुगेको। सर पुग्यो कि अझै थपौँ? के हो धेरै खायो सर कि पिरो भयो? ओ धेरै खाएर पनि पिरो भयो। दाजु कस्तो भइरहेछ चेकिस्टर? ठीक छ नि अहिलेसम्म? एकदम। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई रिसर्च नेपाल अफिसियल युट्युब च्यानल। आज म तपाईहरुलाई यस्तो एउटा नौलो अर्थात् मैले काम गर्ने ठाउँको एउटा भ्लग जस्तै बनाउन गइरहेको छु। जहाँ आज हाम्रो स्टोरको चेक स्टोर हुँदैछ, जहाँ कि वार्षिक मन्थली हुन्छ। अहिले यो चाहिँ वार्षिक रूपमा चेक स्टोर हुँदैछ। हामी सबैजना साथीहरू चेक स्टोरमा बिजी हुनुहुन्छ। त्यसैले म एउटा सानो भ्लग गराउँदैछु। त्यसपछि तपाईहरु हेर्दै जानुस् कस्तो छ मार्केट, के छ प्रतिक्रिया दिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। अनि तपाईका धेरैभन्दा धेरै साथीहरूलाई शेयर गरिदिनु होला, लाइक गरिदिनु होला। अनि कस्तो लाग्छ सल्लाह सुझाव तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त साथीहरू है त। अनि कस्तो भइरहेछ चेकिस्टर? कस्तो लागिरहेछ अहिले? एकदम राम्रो है। अनि कति सकिदैछ अहिले? बल्ल स्टार्टिङ भइरहेछ हैन हाम्रो? एकछिन भयो। एकछिन भयो हैन? भइरहेको छ हैन? अनि के छ अरु केही भन्नु छ? मेरो यो च्यानललाई केही भन्नु छ मेरो साथीहरू? अब दाइलाई सपोर्ट गरिदिनु है सबैजना मिलेर। अब तपाईहरुको सपोर्टले दाइ पनि अगाडि बढ्न सक्नुहुन्छ र केही राम्रो गर्नुहुन्छ भनेर मैले चाहिँ आशा गरेको छु। र आज हामीले चाहिँ माथि बोसबाटै अनुमति लिएर मोबाइल युज गरेका छौँ र ब्लग बनाइरहेको छौँ है। किनकि मार्केट लाइनमा हामीले यो मोबाइल युज गर्न पाइँदैन र आजको लागि चाहिँ छुट दिएको छ बोसले है। धन्यवाद मेरो प्रिय भाइ र मेरो सहपाठी मित्र, हामी जुन एउटा मार्केटमा काम गर्ने सहपाठी मित्र। अर्को म तपाईलाई देखाउने सब यो मार्केटदेखि ल्याएर सब यो काम गर्न पर्ने स्थिति छ हाम्रो शोरूम चाहिँ। अनि हाम्रो यहाँ सब के छ त्यही छ सर प्रतिक्रिया कस्तो भइरहेछ? चेकिस्टर राम्रो भइरहेछ? पसिना आइरहेछ सर? यो हाम्रो चाहिँ पुरै यो युजले सामानहरु अनि त्यसैले गरेर म तपाईलाई देखाउन गइरहेको छु। यो चाहिँ सबै यो टिस्यु देखि लिएर डाइपर लगाएको हो। हाम्रो शोरूममा माथि चढिसक्नु भएको छ। माथि हुन्छ चेकिस्टर माथि काउन्टिङ गर्दै हुन्छ माथि टप टपमा। अनि त्यसैगरी म अर्को देखाउँदै। त्यसैगरी हाम्रो यो इलेक्ट्रोनिक सामान, यो फ्यानदेखि ल्याएर अनि मिक्सरहरू अन्यहरू छ। पर म देखाउन गइरहेको छु अरु। यो चाहिँ साबुन, कपडादेखि ल्याएर सर्फ छ सबै कुराहरु। यतातिर आइटमहरु। यो चाहिँ यो हाम्रो यो बिरालो कुकुरहरुलाई खुवाउने खाना हो। देख्न सक्नुहुन्छ अहिले। यो राउन्डिङमा हुनुहुन्छ यो हाम्रो दाजु। यो राउन्डिङ सबै प्राय मार्केटहरुमा यो चेक स्टोरको लागि लगायत अन्य कुराहरुको लागि जानकारी दिन हिँड्नुहुन्छ। अहिले जहाँ कि आज यहाँ चेक स्टोर हुने भएकोले उहाँ यहाँ आउनु भएको छ। उहाँलाई पनि म केही कुराहरु सोध्न गइरहेको छु। दाजु कस्तो भइरहेछ चेक स्टोर? ठीक छ नि अहिलेसम्म? एकदम ठीक छ। कसरी हो दाजु गर्ने केही हामीलाई टिप्सहरु दिनु न त। चेक स्टोर भनेको यहाँबाट तपाईले पोइन्ट लिनुभयो कि तपाईले यसमा सर्ने हैन। यहाँबाट एक लाइन गर्दै 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 चेक गर्दै तल झर्ने। हजुर दाइ। अब तपाईले यहाँ गर्नु भएको छ, अब यहाँ स्क्यान गर्नु भएको छ। यसलाई छोडेर तपाईले यहाँ गर्नु भने तपाईको गल्ती भयो, मिस्टेक भयो।
केही भन्नु छ दाइ हाम्रो यो च्यानलमा हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई केही भन्नु छ तपाईँले? अब भन्नु त के भन्नु, अब सिकाउने क्रम चाहिँ यस्तै हो, हामी सिकाउँदै हिँड्छौँ है। हजुर सिक्ने र नसिक्ने चाहिँ तपाईँमा भर पर्छ है। केही भन्नु छ? केही भन्नु छ? मेरो साथीहरूले के भन्न चाहनुहुन्छ? सबैले सपोर्ट गर्नु होला। यो चाहिँ हाम्रो गुवा सेक्सन, गुवाको लोरुङ भयो है। यो गुवाको गुवा फलफुल है, फलफुल साथीहरू गुवामा अलिकति नबुझ्नु होला है। यो फलफुलको लोरुङ, यो सबै फ्रोजन आइटमहरू छ यहाँदेखि लिएर फ्रोजन आइटमहरू हेर्नुहोस् है। यो फ्रोजन आइटम हो, यहाँ पानीहरू रेडबुलदेखि लिएर चिसो आइटमहरू पाउँछ। र म यहाँ आइरहेको छु हाम्रो भाइसँग। भाइले चाहिँ यहाँ गुनिरहेको छ, काम गरिरहेको छ। हाम्रो चाहिँ अहिले यो मोबाइलिङ सिस्टमबाट मोबाइलमा एप्लिकेसन, यो हाम्रो कम्पनीको एप्लिकेसन राखेर मोबाइलबाट गर्ने सिस्टम भइरहेको छ हाम्रो यो टेक स्टोर। म भाइसँग भेट हुन्छ, मेरो राई भाइसँग। राई भाइ कस्तो काउन्टिङ भइरहेछ? राम्रो भइरहेछ। कस्तो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु दाइको च्यानलमा, धेरै च्यानलले सपोर्ट गरिदिनु होला। ल साथीहरू, यति भन्दै हाम्रो चाहिँ अब लन्च गर्ने टाइम अर्थात् खाना खाने टाइम भएको छ। अब यो खाना खाइसके पश्चात तपाईँहरूसँग फेरि म भेट हुनेछु। त्यतिन्जेलसम्मका लागि म खानातिर लाग्नेछु है त साथीहरू। हामी कतिजना छौँ, के छौँ, कसरी खाइरहेछ, के खाइरहेछ भन्ने कुरा तपाईँलाई जानकारी हुनेछ। त्यसको लागि तपाईँहरूले यो भिडियो पुरै फुल भिडियो हेर्नुपर्ने छ त है त साथीहरू। आज हाम्रो मार्केट चेक स्टोरको उपलक्ष्यमा हामी सामान्य एउटा खानपिन गर्दैछौँ साथीहरू। यस्तो भिडियो हो। अनि के खाँदै हुनुहुन्छ त आज? आज चाहिँ यहाँ चाहिँ नासी भन्छ है, नासी भन्छ। यसलाई चाहिँ यो कुखुराको मासु हो, यसलाई यहाँ आयम भन्छ। यो भनेको काँक्रो, यहाँ तिमुन भन्छ। तिमुन यो चाहिँ खुर्सानी हो, यसलाई चाहिँ अब के भन्नु, चिल्ली कामकुम भन्छ। ल आज हाम्रो यस्तै हो, ड्युटीमा छौँ। अर्को ग्रुप उहाँ भ्याउँदैछ अझै। हाम्रो सबैको ड्युटीमा छौँ है, सो अब फेरि पनि एकछिनपछि अब काम गरेको भिडियो लाइभमा आउनेछु है। के हो, धेरै खायो सर कि पिरो भयो? ओ, धेरै खाएर पनि पिरो भयो है? पिरो छ? अब हेर्दै रातो छ अनि पिरो त भइहाल्छ नि। यहाँ हेर्नुहोस् त कतिको पिरो छ भनेर, यहाँ रातोले थाहा पाइन्छ है। तपाईँलाई पुग्यो? पुगिसक्यो एकदम पुग्यो सबैलाई? हाम्रो पिएस सरले चाहिँ यहाँ पुरा काम गरिरहनुहुन्छ। एकछिन बस्नुहुन्न ल सम्पूर्ण। ल नास्ती जात तो में you buy happy में you been happy में मैडम आइना you happy हाँ साइरा सुमो ओके हाँ अनि हाम्रो भक्त सर एकदम भित्री भात खाएर फेरि बर्गर पोगर बसिरहेको ए खाइदिनु पर्छ। हाम्रो कालु चाहिँ फेरि भात टक्क खाएर लाए जस्तो झ्याम्म परिरहेछ रे। दारु पनि लाइदिएको, दारु त लानु मिल्दैन हो। साथीहरू यति तपाईँहरू यो च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई बज गरिदिनु होला भन्न चाहन्छु म। साइरा हाय सपोर्ट दिस भिडियो। हाम्रो दाजु हुनुहुन्छ है, दाजु केही भन्नु छ यस भिडियोमा? मलाई केही यो च्यानल सम्बन्धी केही भन्नु छ नि भन्न सक्नुहुन्छ है? भाइको च्यानलमा सबैले सब्सक्राइब गरिदिनु, सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गराउनु। ओके थ्याङ्क यू दाइ, तपाईँले यति सपोर्ट गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। र अन्य साथीहरूले पनि यसै सपोर्ट गरिदिनु होला। यो च्यानलप्रति केही भन्नु छ? मेरो केही छैन सर त्यस्तो। अब तपाईँको च्यानललाई सबैले सब्सक्राइब गरेर होइन पुरै भाइरल बनाइदियोस् भन्ने मेरो चाहना हो। धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद सर। यति सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। केही छ भन्नुपर्ने भाइ? मेरो भाइ मेरो दाइलाई सबैले लाइक सब्सक्राइब फलो बेल आइकन दबाइदिनु पर्यो है। मेरो भाइ अरू केही होइन, भाइलाई निद्राले च्यापिरहेछ है, त्यसले गर्दा मेरो भाइलाई ती भयो। मेरो नि च्यानल छ, मेरो पनि
एफएफ लिम्बू गेमिङमा गएर चाहिँ ट्याक्क लगाएर सब्स्क्राइब हानिदिनु पर्छ उसलाई पनि सपोर्ट गरिदिनु होला एफएफ लिम्बू गेमिङमा गएर चाहिँ उसको पनि च्यानल सब्सक्राइब गरिदिनु होला साथीहरू यो च्यानललाई केही भन्नु छ तपाईँले अब हाम्रो दाइको नयाँ च्यानल छ सबैजनाले माया गरिदिनु होला है तपाईँहरूको मायाले गर्दा हाम्रो दाइले पनि केही हौसला पाउने हुनुहुन्छ र आगामी दिनमा राम्रो भिडियो बनाउने हुनेछ भनेर म आशा गरेको छु साथै तपाईँहरू पनि च्यानलमा सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु सेयर गरिदिनु होला यति नै भन्न चाहन्छु र म ढिलो भइसक्यो खाना खाना ओके धन्यवाद मेरो भाइले यति सपोर्ट गरेकोमा उसलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु र तपाईँको सपोर्टको अपेक्षा गर्दछु म ल्याइदिनुपर्छ कि भिडियो